हेलो गाइज, वेलकम टु इन्फोएक्स। आज हामी एसियाको सबैभन्दा फेमस देश दुबईको बारेमा केही जानकारी दिन गइरहेका छौँ। कुनै समय दुबई रेगिस्तान रहेको देश आज आएर एकाएक फेमस कसरी भयो, यो सबै जान्नेछौँ यो भिडियोमा। भिडियोलाई अन्तिमसम्म हेरेर सपोर्ट, लाइक, सब्सक्राइब गर्न नबिर्सिनुहोला। 1966 सालसम्म यो देशमा रेगिस्तान बाहेकहरू केही थिएन। गरिबी, भुकमरी, बेरोजगारी, कम जनसङ्ख्या भएको देश फेमस हुनुको मुख्य कारण पेट्रोलियम पदार्थ भेटिनु र यहाँको किङ रसिद बिन अल मक्दुमले एक साहसी फैसला गरेर देशमा पर्यटक भित्राउने र इन्फ्रास्ट्रक्चर टेक्नोलोजीतिर ध्यान दिँदै 2004मा विश्व चिनाउने बुर्ज खलिफाको सुरु गरी 2010मा सम्पन्न गरेका थिए। बुर्ज खलिफा सुरु हुने बित्तिकै विश्वको नजर त्यहाँ परि विश्व नै चकित परेको थियो। यसको उचाइ लगभग 828 मिटर र 163 फ्लोर रहेको छ। विश्वको सबैभन्दा अग्लो होटलको रूपमा स्थापित रही विश्व रेकर्ड पनि राखेको छ। यो होटलमा एक रात बसेको झन्डै $105 देखि $500 लाग्ने गरेको छ। यसलाई विश्वको अग्लो होटल पनि भनेर चिनिन्छ। रेगिस्तानमा यति ठुलो भवन कसरी निर्माण भयो होला भनेर हेर्न लाखौँ पर्यटक त्यहाँ आउने गर्दछन्। नम्बर 2, समुद्रमाथि बनाएको बुर्ज अल अरब होटल। यसको स्थापना 1984मा सुरु भई 1979मा सम्पन्न भएको थियो। 7 तारे होटल भनेर चिनिने यो होटल पाल आकारको रहेको छ। यो होटललाई समुद्रमाथि बनाइएको होटल भनेर चिनिन्छ। विश्वको लग्जरी होटलमध्ये एक पर्ने बुर्ज अल अरब धनी व्यक्तिहरू आउन गाह्रो नमानुन् भनेर एउटा हेलिप्याड पनि बनाइएको छ। यो होटल 28 तला रहेको छ। समुद्रको भ्यू हेर्दै समय बिताउने दैनिकी लाखौँ मान्छेहरू यो होटलमा आउने गर्दछन्। यो होटलमा एक रात बसेको झन्डै $1,600 लाग्ने गरेको छ। नम्बर 3, पाम जुमेरा आइल्यान्ड। यो विश्वचकित बनाउने मानव निर्मित पहिलो आइल्यान्ड रहेको छ। यो आइल्यान्ड समुद्रमाथि बनाइएको हो। यो आइल्यान्ड बनाउन बाहिरी देशबाट ढुङ्गा, माटो, बालुवा इत्यादि मगाएर 2001मा सुरु गरी 2008मा सम्पन्न भएको थियो। पाम रुखको आकारको जस्तो देखिने यो आइल्यान्डमा विश्वको धनी व्यक्तिहरू घर लिई त्यहाँ बस्ने गर्दछन् भन्ने गरिन्छ। भारतको सबैभन्दा धनी एक्टर शाहरुख खान र भारतको सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले समेत यहाँ घर किनेका छन्। समुद्रमाथि बनाइएको मानव निर्मित यो आइल्यान्डमा 300 भन्दा बढी होटल रहेका छन् र थुप्रै अपार्टमेन्टहरू रहेका छन्। यहाँ समुद्रलाई नजिकबाट निहाल्ने र यहाँ स्विमिङ, स्काइडाइभिङ गर्नको लागि विश्वका भरका मान्छेहरू यहाँ आउने गर्दछन्। नम्बर 4, दुबई मिरेकल गार्डन। यो पार्क रेगिस्तानमा बनेको सबैभन्दा ठुलो क्षेत्रमा फैलिएको पार्क हो। यहाँ हजारौँ फुलले सजाएको पार्कमा प्लेन आकारको र मिकी माउस आकारको जस्तै थुप्रै आकारको फुलहरूबाट सजाएको स्ट्याचु बनाइएको छ। यो पार्क विश्व लोभ्याउने पार्क रही मानिसहरूको ध्यान खिचेको छ। यो पार्कमा दैनिकी लाखौँ मान्छे भिजिट र मनोरञ्जनमा रमाउने मान्छेहरू आउने गर्दछन्। नम्बर 5, दुबई मल। यो विश्वभरि सबैभन्दा फेमस र लोकप्रिय मल रहेको छ। यसभित्र सिनेमा हल, स्टुडियो, आइस स्केटिङ जस्ता अन्य धेरै मनोरञ्जनका सहित यो महलमा सपिङ गर्ने र रमाउने मान्छेहरू दैनिकी लाखौँ आउने गर्दछन्। नम्बर 6, सबैभन्दा सेफ देश। दुबई एक सबैभन्दा सेफ देश पनि भनेर चिनिन्छ। यहाँको सरकारले सानोभन्दा सानो घटनालाई निहालेर हेर्ने र एक्सिडेन्टको समयमा घाइतेलाई उपचार गर्न ढिलो नहोस् र ट्राफिक जाम नहोस् भनेर हेलिकप्टरमा राखी अस्पतालसम्म लग्ने गरेको देखिन्छ। ठुलो दुर्घटना अर्थात् कसैले यो देशमा मर्डर गरिहाल्यो भने त त्यसलाई झन् फाँसीको सजाय दिने प्रावधान पनि रहेको छ। यहाँ राति होस् या दिनमा ढुक्क भई सपिङ गर्ने, घुमफिर गर्न पनि सकिन्छ। यही नियमले दुबईलाई सबैभन्दा सुरक्षित देश बनाएको हो। दुबई केही दशक पहिले रेगिस्तान भएको देश आज एक साहसीपूर्ण निर्णयले कहाँदेखि कहाँ पुग्यो। हर मान्छे दुबई जान सपना देख्ने गर्दछ। त्यहाँ रहेका ठुला ठुला भवन र सहरको चकाचौँधले गर्दा मान्छेलाई आकर्षित गर्ने गरेको छ। हस् त, भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। धन्यवाद, थ्याङ्क यू।